खेल्न सकेन मैले। गयो भाइ। केटाहरू चाहिँ कहाँ रहेछ हेर्छु। करेन्ट यहाँ भाइ करेन्ट यो बाहिरको ल म केटाहरू कहाँ रहेछ हेरेर आउँछ गाई अङ्गलहरू। वाह गाई त्यस्तै यहाँनिर चाहिँ बाटो एकदम अफरोड बाटो अफरोड। न्युट्रलमा पो गएछ मेरो बाइक त। लड्छ होला गाइज म होइन। त्यो चाहिँ हाम्रो 3 नम्बरको स्कुल अनि इन्द्र पाण्डेको घर होइन। यस्तो भ्यू देखिन्छ होइन। म चाहिँ 100 बाइक चलाएर हिँड्दैछु छु। यस्तो बाटो छ है। गियर 2 मा लगाएर यस्तो बाटोमा सिङ्गल भए चाहिँ फेरि सजिलो हुन्छ क्या। यो डाँडा बाडा 100 अघि चाहिँ धन्नै लडेको म यहाँ माथि 100 चलाउँदाखेरि होइन। यस्तो बबाल भ्यू। यो चाहिँ सिक्किम रावत बेसी बबाल छ। म चाहिँ यहाँ यो मेडल आइपुग्यो। मेडल बिच जानुपर्छ गाइस। मेडलमा यहाँ हाम्रो शरण काकाको घर। म पेम्बा काका खोज्न जान्छु क्या। पेम्बा काका चाहिँ भ्यू कमाल देखिरहेको यो निगाले। म चाहिँ त्यो बहिनीहरूकोमा क्या यो भान्जीहरूको पसल राखेर रहेछ क्या। सानो त्यो चटपटे खाने पसल। त्यहाँ चटपटे खाएँ 50 रुपियाँको। मैले चटपटे खाएर चाहिँ म तलतिर झरेको होइन। अङ्गलहरू चाहिँ तलतिर तास खेल्न गएको छ अरे भनेर भेट्नु पऱ्यो। 3 नम्बरमा हालेँ होइन। म त फेरि क्लच नसमातिकनै हालिदिन्छु क्या। यसो फेरि यस्तो दौडिन्छु होइन। 100 यहाँ तल चाहिँ एकदम अफरोड छ गाइस होइन। लड्छ होला म। यो टर्निङ आइपुग्यो। यो केतुघारी टर्निङ भन्छ यसलाई। केतुघारी टर्निङ आइपुग्यो। यहाँबाट चाहिँ उयो रामदी देखिन्छ गाइस होइन। त्यो ठुलो ऊ छ नि त खेत। त्यहाँ त्योभन्दा मुनि चाहिँ रामदी हो।
राम्ररी देखाउँदा म यहाँ अफ रोडमा पुग्यो गाइस बाटोको हालत यस्तो छ हाम्रो गाउँमा हालत त ठिकै छ भनौँ न अब हामी जस्तोलाई चाहिँ अरूले चाहिँ अलिक गाह्रो पर्छ अलिक आफ्नो सावधान अप्नाउनु पर्ने हुन्छ तपाईँहरूले त्यही हो है बिस्तारै जानुपर्छ अहिले ए मेरो बाइक चाहिँ न्युट्रलमा गएछ गाइस बिस्तारै गयो भने चाहिँ यस अब चाहिँ 100 हो नि त 100 भएपछि अलिक गाह्रो हुन्छ क्या एकैचोटि ब्रेक हान्दाखेरि चिप्लिन्छ त्यही हो या पास म केटाहरू हेर्न जानु पऱ्यो भनेर यो त्यहाँ तल कहाँ छ केटाहरू भुइँमा हाल्यो भुइँमा हालेर खुरुरु यसरी दाब्नुपर्ने हुन्छ मैले हामी टोल चाहिँ थाहा छैन यो आइपुग्यो होइन छैन तिनीहरू तल हुनुपर्छ भक्कै चाहिँ खोल्जा कुनाबाट जानुपर्छ कुनाबाट यस पास म पास गाइस पास राम्रो लाग्यो राम्रो लाग्यो त्यो चाहिँ भइरहेको छ कि छैन केटाहरू यहाँ तल हुनुपर्छ पक्कै तल हुनुपर्छ तल तिहारको महल कसो आबेन केटाहरू भेट्यो मैले के छ दाइ उर्का रहनु भयो है यो एकदम तास पार्टी त हुँदो रहेछ यहाँ रेममा सर्खायो ता साउजिन लाग्ने बोम न